नमस्कार सबैजनालाई। आज चाहिँ हामी यहाँ भत्केको पुल हेर्न आएको छौँ। यो चाहिँ बर्दिया जिल्ला स्थित छ। यो भत्केको पुल चाहिँ बनिसकेको पुल चाहिँ त्यो अब कुन कन्स्ट्रक्सनले के गर्यो होइन, त्यो कन्स्ट्रक्सन थाहा हुन्छ। बनिसकेको पुल चाहिँ भत्केको अब तपाईँ कि एकैछिन रोक्नुहोस्, तपाईँलाई अब यहाँ कसरी भत्किएको छ। सबैलाई नमस्कार। आज म बर्दिया जिल्ला गुलरिया नगरपालिका यो जयनगर प्लस रम्मापुर जाने बाटोमा छौँ हामी होइन। त्यसमा एबिसी कम्पनी कुनैले बनाएको थियो एउटा पुल, यति राम्रो पुल होइन। अनि त्यसपछि कति सालको कुरा हो, एउटा ठुलो बाढी आयो। बाढी आएपछि यो पुल चाहिँ बगाएर दुई टुक्रा गरिदिएको छ होइन। अब त्यो एबिसी कम्पनीले बनाएको यति राम्रो पक्की पुल अहिले चाहिँ भत्केको पुलमा परिणत भएको छ। अब तपाईँलाई म लाइभ डेमो देखाउन लागिरहेको छु, कस्तो छ यसको संरचना, अहिले कस्तो अवस्थामा छ तपाईँलाई देखाउँदैछु। ल आउनुहोस् सुरु गरौँ। अब एउटा पार्ट यहाँ टुटेर, यसको 4-5वटा पार्टमा 10वटा पार्टमा एउटा पार्ट टुटेर यहाँ पुरै भत्केर यहाँ देखाइदिनु त सर, दुई टुक्रा भएको छ, तर यो चाहिँ छुट्टिएको छैन होइन। अनि अब यो चाहिँ टुटेर रेलिङ खेल्ने जस्तो भइरहेछ। यता पनि देखाउँदैछु नदीको स्थिति कस्तो छ भनेर। यस्तै जोइन्ट गरिदिँदा थियो होला हजुर, खै अब हेरौँ न। 4-5वटा अब यस्तै यो यस्तै टुक्रा जस्तै 4-5वटा जोइन्ट अब नदीले बगाएर चाहिँ लगेर तलैतिर पुऱ्याएको छ होइन। अनि एउटा चाहिँ आधा चाहिँ त्यहाँ छ अनि आधा चाहिँ यहाँ छ। अब नदीको स्थिति यता छ हेर्नुहोस् है। अनि त्यसपछि यहाँबाट मान्छेहरू ओहोरदोहोर गर्न पहिला चाहिँ डुङ्गा चल्थ्यो, नाउबाट चल्थ्यो। नाउ पनि जोखिम भएको हुनाले अहिले एकदमै पानीको सतह एकदमै कम भएर अनि माथि चाहिँ दुईवटा डुङ्गा आरपार राखेर त्यसपछि बिचमा चाहिँ काठको पुल बनाएको छ त्यहाँ। अहिले हामी त्यहाँ पनि गएर देखाउँछौँ तपाईँलाई प्रत्यक्ष रूपमा लाइभ होइन। त्यसपछि त्यहाँ काठको डुङ्गा राखेर अहिले त्यसपछि ओहोरदोहोर गरेको चाहिँ यहाँ एकजना प्रति चाहिँ 20 रुपियाँ लग्ने गरेको छ। त्यहाँ तपाईँलाई हामी देखाउँछौँ। काठको पुल पनि त्यहाँ बनेको छ। यो चाहिँ बबई नदी हो खासमा। अहिले यहाँ आएपछि चाहिँ बर्दियामा आएपछि यसलाई भादा नदी भन्दो रहेछ। अब हामी त्यहाँ काठको पुल पनि देखाउँदैछौँ, एकछिन वेट गर्नुहोस्। यो काठको पुल बनेको छ, एकदमै सालको मजबुत होइन। तपाईँले यहाँ बाइक अटो ल यता हेर्नु जुन अटो पनि आइरहेको देख्न। यो चाहिँ त्यस्तो दुईवटा चाहिँ ढुङ्गा छ है। यस्तो दुईवटा ढुङ्गाको बिचमा यो काठको पुल बनेको छ है। त्यहाँ यसको पिलर भनेको पनि यस्ता दुईवटा ढुङ्गा हो। यो भत्केको पुलले गर्दा जयनगर तथा रम्मापुरवासी तथा बेलबारवासीहरूले एकदमै साह्रै यात्राको क्रममा साह्रै शास्ति तथा दुःख भोग्नु परेको छ। यो सरकारले कहिले सुन्ने।